अब राजा आयो भने तपाईहरु कसलाई राजा मान्नु? राजा आयो भने राजालाई राजा मान्छौँ नि। पूर्व राजालाई नै हेर्नु कस्तो पूर्व र उत्तर भन्नुभएको? यो राजा हुनुभन्दा अगाडि को राजा छ र? तपाईको प्रश्नमा राजा कसलाई मान्नुहुन्छ भने कसलाई मान्ने त? तपाईलाई मान्ने त? तपाईलाई त तपाईको साथीले मान्दैन, तपाईको गर्लफ्रेन्डले मान्दिन, तपाईको श्रीमतीले मान्दिन। सबैले मानेको मान्छे को हो त यो देशको? पृथ्वीनारायण शाह हो नि। उसको वंशजको राजा हुन्छ नि। अहिले उसको वंशजको प्रतिनिधित्व गर्ने सबभन्दा बुढो मान्छे को छ? राजा त सबभन्दा जेठो हुन्छ नि। यो त तपाईहरुको प्रश्नै गलत छ। स्वतः बदर भयो, यो प्रश्नै बदर भयो। जस्तो दुईपट्टिसम्म त राजा भगा हुने त, खोइ त उ बेला केही पनि गर्न सकेन नि त उहाँले पनि। तपाईले के गर्नु पर्यो? तपाई त्यसै बढ्नु ठुलो हुनुभयो, तपाईको बाउले केही नगरी यत्रो हुनुभयो, तपाईको आमाले केही नगरिकन तपाई यत्रो हुनुभयो। के प्रश्न गर्दै हुनुहुन्छ तपाई? यत्रो देश तपाई 4 आना जग्गा जोड्न सक्नु भएको छ अहिलेसम्म? 1,47,181 वर्ग किलोमिटर क्षेत्रफल हो। त्यो भनेको कति हो हेक्टर हो थाहा छ? थाहा छ तपाईलाई? तपाई जीवनकालभरि काठमाडौँमा 4 आना जग्गा जोड्न नसकेकोले भौतारिएर हिँडेको होइन यो माइक बोकेर? कसरी जोड्नु भयो त राजाले यत्रो यो जग्गा जमिन? यत्रो देश कसरी बनाउनु भयो त राजाहरूले? केही पनि भएन। केही पनि नभएको भएदेखि तपाईँ नेपाली कसरी हुनुभयो त? अहिले गणतन्त्रले मानि काम त भइरहेको छ। अहिलेको नेताहरूले जेनी पछिको अहिलेका सिजन नेताहरूले काम त गरिरहेको छ नि त। ठिक छ, यहाँ ल्याउनुहोस् माइक। अब काम भएको भए सिंहदरबार जलेको किन त? काम भएको भए सिंहदरबार जलेको किन त? सर्वोच्च अदालत जलेको किन त? अनि त्यो संसद भवन जलेको किन? सरकारको 3टा अङ्ग हुन्छ क्या भाइ, कार्यपालिका, संसद अनि व्यवस्थापिका है। व्यवस्थापिका, न्यायपालिका, 3टा अङ्गमा 3टै अङ्ग जलाइदिए जनताले। वडा कार्यालय जलाइदिए, नगरपालिका जलाइदिए, नेता बस्ने घर जलाइदिए। अनि अझै पनि तपाईँ राजा आउँछन् र राजा नयाँ को आउँछ त? प्रचण्ड चाहियो अझै तपाईँलाई? तपाईँलाई अझै केपी ओली चाहिएको हो? त्यो अस्ति 23 गते मर्ने मान्छेमा तपाईँको भाइ भएको भएदेखि तपाईँ के गर्नुहुन्थ्यो? केपी ओलीको गएर तल घुँडाको पानी खानुहुन्थ्यो कि गएर केपी ओलीलाई गोली ठोक्नुहुन्थ्यो? हिजो 10 वर्ष जनयुद्धमा मान्छे मार्दै गर्दा तपाईँको आमाको सिन्दुर पुसेको भएदेखि तपाईँ आज कहाँ हुनुहुन्थ्यो? यस्तो प्रश्नले यो देशको समस्याको समाधान हुँदैन। तपाईँले पृथ्वीनारायण शाहको उपदेश पढ्नु भएको छ? पृथ्वीनारायण शाह को हुन् थाहा छ? अमरसिंह थापा को हुन् थाहा छ? बलभद्र कुँवर को हुन् थाहा छ? भक्ति थापा को हुन् थाहा छ? इतिहास थाहा छ? पहिला पढ्नुहोस्, तपाईँहरूले अध्ययन गर्नुहोस्। त्यही भएर तपाईँले पृथ्वीनारायण शाहलाई पहिला पढ्नुहोस् अनि देशमा राज संस्था किन आवश्यक छ भन्ने कुरा महसुस गर्नुहोस्। जस्तो अब गणतन्त्रले के काम गर्थ्यो भने तपाईँ यो माइक लिएर यहाँनिर आएर 2-4 हजार 5-10 हजार कमाउनुको लागि युट्युब च्यानल खोलेर बसिराख्नुहुन्थ्यो? यही देश अमेरिका हुन्थ्यो नि, यही देश बेलायत हुन्थ्यो नि, तपाईँको तलब आज 2 लाख 4 लाख हुन्थ्यो होला नि। यसरी माइक तेर्साउनेको सिङ्गापुरमा कति तलब हुन्छ अनि तपाईँको कति तलब हुन्छ? तुलना गर्नु न। तपाईँको त्यो स्थिति हुन्थ्यो भने यो गणतन्त्र ठिक थियो, यो देश बच्थ्यो भने यो गणतन्त्र ठिक थियो, तपाईँ सुरक्षित हुनुहुन्थ्यो भने यो गणतन्त्र ठिक थियो। भाद्र 23 र 24 गते यो देशको प्रधानमन्त्री सुरक्षित थिएन, यो देशको राष्ट्रपति भएको थियो। तपाईँ आफू अहिले गणतन्त्रको पक्षमा कुरा गर्नुहुन्छ। त्यही भएर तपाईँहरूले पहिला अध्ययन गर्नु जरुरी छ। पत्रकारहरूले पहिला सही कुराको सम्प्रेषण गर्नु जरुरी छ। पत्रकारिताले गलत पत्रकारिता गर्यो र गलत प्रश्न गर्यो भने, इतिहास पढेन भने, देशको आवश्यकतालाई बुझेन भने त्यो देश धुलिसात हुन्छ। आज हरेक नेपाली एकदम समस्यामा छ। हेर्नुहोस् भाइ, आज हरेक नेपाली समस्यामा छ। तपाईँ समस्यामा हुनुहुन्छ, म समस्यामा छु, विदेशमा बस्ने नेपाली समस्यामा छन्, स्वदेशमा बस्ने समस्यामा छन्, नेता आफै समस्यामा छ, अरू त के कुरा गर्नु? देश समस्यामा छ। अनि यो समस्याको समाधान चाहिँ हुन्छ चाहिँ कसरी? अबको आन्दोलन तपाईँ कहिलेसम्म गर्नुहुन्छ? कसरी अगाडि बढाउनु? आन्दोलन त निरन्तर रूपमा आन्दोलन गर्नु हाम्रो रहर होइन नि। हामी के भनिराखेका छौँ? हामी कसैलाई निषेधको राजनीति गर्न खोजिरहेका छौँ? राजा, जेनजी पुस्ता र राजनीति दल यो 3टा शक्ति मिलौँ, सबै समस्याहरूको समाधान गरौँ, एउटै टेबलमा बसौँ, नमिलेका कुराहरू मिलाउँ। संविधान संशोधन गर्ने हो कि कानून संशोधन गर्ने हो कि यो देशमा स्थिरताको लागि एउटा काम गरौँ। देश स्थिर भयो भने न समृद्ध बन्छ। त्यतिकै हावामा समृद्ध नेपाल सुखी नेपाली भनेर सिंहदरबार जल्दैन। भयो समृद्धि? समृद्धि त कहाँ आयो? बालकोटतिर आयो। समृद्धि कहाँ आयो? गुन्डुतिर आयो। तपाईँले देख्नुभयो होला नि कुटी, त्यो कुटीमा गएर सोध्नु न। बालकोटको कुटीमा गएर सोध्नु त यस्तो हुन्छ कुटी? हो, अब कहिलेसम्म आन्दोलन भने जहिलेसम्म यो देशको समस्याहरूलाई एक ढिक्का भएर नेपाली एक ठाउँमा आउने कसरत गरिँदैन, त्यो स्थिति ल्याइँदैन, तबसम्म आन्दोलन। जबसम्म तपाईँ सुरक्षित हुनुहुन्न तबसम्म आन्दोलन। तपाईँले पनि तपाईँको घरमा आन्दोलन गर्नुहुन्छ। एक दिन बाउले भात खान दिएन भने तपाईँ आन्दोलन गर्नुहुन्न? हिजो केटाकेटीमा के गर्नु? जनता भनेका सरकारका के हुन् त भन्दाखेरि सन्तान जस्तै हुन्। हामीलाई चित्त बुझेको छैन भने हामी सडकमा आउँछौँ। हाम्रो पनि माग सम्बोधन गरे